हाम्रो हिक्मत दिदी लगायत हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिम्बुराज्य र पार्टीका पदाधिकारीज्यूहरू यो हाम्रो भाषा सम्बन्धी कुरामा यो विज्ञप्ति हाम्रो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय गणतान्त्रिक मञ्चको तर्फबाट यो लिम्बू भाषा र मैथिली तुरन्त कार्यान्वयन होस् भन्नको निम्ति हामी मुख्यमन्त्री हाम्रो श्री हिक्मत कुमार कार्कीज्यूलाई यो पढेर म गइरहेको छु। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल, फेडरल लिम्बुवान प्रोभिन्सियल फोरम नेपाल, प्रान्तीय कार्यालय लिम्बुवान नेपाल, स्थापना 2082 साल, मिति 2083, वैशाख 28 गते, चलन नम्बर 08083, श्री माननीय मुख्यमन्त्री हिक्मत कार्कीज्यू, प्रदेश नम्बर 1 मुख्यमन्त्री कार्यालय विराटनगर नेपाल, विषय राष्ट्रिय भाषा आयोगको सिफारिस अनुसार 2082 कार्तिक 25 गते महागुरु फाल्गुनन्द जन्म जयन्तीको दिन लिम्बू र मैथिली भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाको रूपमा अनिवार्य लागू गराउने प्रदेश नम्बर 1 सरकारको पूर्व निर्णयलाई अविलम्बन कार्यान्वयन गरियोस् ज्ञापन पत्र। उपरोक्त सम्बन्धमा राष्ट्रिय भाषा आयोगको सिफारिस अनुसार प्रदेश नम्बर 1 मा लिम्बू र मैथिली भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाको रूपमा लागू गर्ने र कार्तिक 25 गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्म जयन्तीको दिनदेखि आधिकारिक रूपमा सुरु गर्ने भनी 2082 साल साउन 16 गते बसेको प्रदेश मन्त्री परिषदको बैठकले निर्णय गरी प्रदेश संसदमा विधेयक दर्ता गरिएको अवस्था छ। देशको पछिल्लो राजनीतिक घटनाक्रम 2082 साल फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनसँगै प्रदेश 1 को भाषाको कुरा ओझेल परेको हो कि भन्ने सवालले हामी सरकारवालाहरू चिन्तित र संवेदनशील भएका छौँ। सङ्घीय गणतन्त्रमा सङ्घीय सरकार जे जस्तो परिवर्तनहरू आए तापनि साझा शासन, शेयर रुल, सङ्घीय सरकार र स्वायत्त शासन प्रदेश सरकारको सङ्घीय सिद्धान्त अनुसार प्रदेश सरकारहरू आफ्नो गतिमा काम गरिरहेको हुन्छन्। यो नै सङ्घीयताको सबैभन्दा सबल पक्ष हो। त्यसैले प्रदेश 1 सरकारले निर्णय गरेर विधेयक पनि दर्ता भइसकेको